गुड मर्निङ। आज हाम्रो मौसम यस्तो छ। हामी चाहिँ आज पनिर मोमो बनाउँदैछौँ। हजुरहरूले पनि हेरेर सिक्न सक्नुहुन्छ। नेपाली स्टाइलको चाहिँ बनाउँछु। यो चटनी चाहिँ यसमा राख्न मन नि अहिले त्यसमा पाक्ने बेला भान्जी हो यस्तै बल भएको मान्छे चाहिन्छ कि मैदा मार्न है भान्जी हामी सक्दैनौँ। मैले पानी सुकिरहेको छ अब पाकेर हुन्छ भने पानी थप्छ फेरि। पन्नी भेटाइछ मेरो युट्युब च्यानलमा राख्नुलाई भनेको यहाँ झन् त्यसरी नै मोमो बन्छ भन्छ नेपालमा त्यो बनाउँछु नि त। के रेसिपीहरू भन्नु मेरो मुखमा देखाउनुलाई राम्रो देख्छ। मलाई स्ट्यान्ड चाहिएको कि एउटा त्यो ब्याग पाक्ने ठाउँमा पाक्ला नपाक्यो भने त्यही हो। म त्यस्तै आज के खाउनु बास्नै खानु नरी पकाउँछु। यस्तो राम्रो कसको हो भन्दा नि फेरि माइजूको आज त्यो गलेको न ढाक्ने तँलाई अहिले राख्छु। यहाँ चाहिँ यस्तो गर्छौँ भने सबै यहाँ मल त अझैले त भन्छ मोर लाइट रिक्वायर भन्दैछ। त्यो तपाईँ जस्तोमा गराउनु त गराउनु लाइट राखौँ न म्यानेज गर्दैन।
बनाएर दियो क्या है यिनीहरूलाई अस्ति बनाएर खाएका हुन्थ्यो कि आज मोमो खाँदैछौँ हामी सबै मिलेर मोमो बनाउनलाई सबै सक्रिय हुन्छ यहाँ बुढी यहाँ छोरो छोरीहरू भान्जी भान्जा भिनाजु ह्यान्डसम छुटेछ भन्न लाग्यो मामा आ भाइ कटुरा लिएर त्यो कटुरा लिएर आयो बनिले हालिदिनु कसलाई होइन बाबु कस्तो छ भेरी टेस्टी मोमो घरमा बनाउनु राम्रो राम्रो